अरेन्ज म्यारेज हुँदैमा भिजा रिफ्युजल हुने भन्ने चाहिँ होइन। तपाईँको रिलेसनसिप हिस्ट्री अलिकति लामो हुने भयो। कम्युनिकेसन कसरी भइरहेको छ, कतिको फ्रिक्वेन्टली फोन गर्नुहुन्छ अथवा टेक्स्ट मेसेजहरू पठाउनुहुन्छ। हामीले कलेजमा भेट्यौँ अथवा स्कुलमै भेट्यौँ अथवा चाहिँ ट्युसन पढ्दाखेरिमा भेट्यौँ, त्यो राखेन भने कतिपय केसमा भिजै इन्भ्यालिड पनि हुन सक्ने एउटा क्वेसन आएको रहेछ। यो अरेन्ज म्यारेजमा चाहिँ के डिपार्टमेन्टले पार्टनर भिजा दिँदाखेरिमा चाहिँ बढी कडाइ गर्छ अथवा डकुमेन्टहरू बढी खोज्ने गर्छ अथवा चाहिँ रिफ्युजलको रिस्क बढी हुन्छ भनेर एउटा क्वेसन आएको रहेछ। अब कतिपय कल्चरहरूमा जस्तो हाम्रो नेपाली कन्टेक्स्टमा पनि अरेन्ज म्यारेज अहिले पनि नर्मल नै कुरा हो। त्यसैले अरेन्ज म्यारेज हुँदैमा भिजा रिफ्युजल हुने भन्ने चाहिँ होइन। तर अरेन्ज म्यारेजको टिपिकली जस्तो परिवारबाट कुरा आयो, त्यसपछि हामीले गएर बिहा गऱ्यौँ, त्यसपछि म फर्केँ, अब मैले मेरो पार्टनर भिजा अप्लाई गरेको छु भनेर तपाईँले जसरी अप्लाई गर्नुहुन्छ, त्यसमा चाहिँ अरू जस्तो तपाईँहरूको चाहिँ आफैले छानेर धेरै वर्षबाट चिन्जान भएर बिहा गरेको केस भन्दा अलिकति फरक के हुने हो भने, जस्तो तपाईँ आफैले मन पराएर बिहा गरेको केसमा तपाईँको रिलेसनसिप हिस्ट्री अलिकति लामो हुने भयो। हामीले कलेजमा भेट्यौँ अथवा स्कुलमै भेट्यौँ अथवा चाहिँ ट्युसन पढ्दाखेरिमा भेट्यौँ, स्पोर्ट्समा खेल्दाखेरि भेट्यौँ, केही तपाईँहरूको ब्याकग्राउन्ड हुन्छ, त्यसपछि तपाईँको रिलेसनसिप डेभलप भएको हुन्छ, घुम्न गएको फोटोहरू हुनसक्छ। यी विभिन्न कुराहरू हुँदाखेरि तपाईँसँग लामो रिलेसनसिप हिस्ट्री इस्टाब्लिस भइसकेको हुन्छ। अब अरेन्ज म्यारेज केसमा के हुन्छ भने तपाईँसँग त्यो हिस्ट्री छोटो हुने भएको हुनाले तपाईँसँग डिपार्टमेन्टले अलि बढी एभिडेन्सहरूको एक्सपेक्ट चाहिँ राख्छ। त्यो एक्सपेक्टेसन हुन्छ उनीहरूको। अब त्यसको लागि के भने जस्तो तपाईँ नेपाल जानुभयो अनि त्यसपछि फ्यामिलीबाट केही कुरा आयो, भेट्नुभयो, दुइटालाई मन पर्यो, बिहा गर्नुभयो र त्यसपछि अब पार्टनर भिजा पनि अप्लाई गर्नुभयो। पार्टनर भिजा अप्लाई गर्नु र डिसिजन हुनु बिचमा टिपिकली अचेल 15 देखि 18 महिना टाइम लागिरहेको छ, लामै टाइम लाग्छ। त्यो बिचमा तपाईँहरूको कम्युनिकेसनहरूदेखि लिएर जुन हामीले अस्ति अर्को एउटा भिडियोमा चाहिँ पार्टनर भिजा एप्लिकेसनको 4 पिलर्सहरूको बारेमा कुरा गरेका छौँ, तपाईँले यही टिकटकमा सर्च गरेर नि हेर्न सक्नुहुन्छ अथवा हाम्रो युट्युब भिडियोमा पनि एउटा लङ भिडियो छ जस्तो लाग्छ मलाई 4 पिलर्सको बारेमा, के खोज्छ त पार्टनर भिजामा भन्ने, त्यहाँ पनि तपाईँले हेर्न सक्नुहुन्छ। त्यसमा तपाईँले बिहा गरेर फर्केर आइसकेपछिको कम्युनिकेसन कसरी भइरहेको छ, कतिको फ्रिक्वेन्टली फोन गर्नुहुन्छ अथवा टेक्स्ट मेसेजहरू पठाउनुहुन्छ। अब तपाईँले चाहिँ सोसियल मिडियाहरूमा कसरी आफूलाई प्रेजेन्ट गर्नुभएको छ, अब तपाईँहरूको चाहिँ फाइनेन्सियल एरेन्जमेन्टहरू के छ, जस्तो तपाईँको नेपालमा पार्टनर छोड्नु भएको छ भने तपाईँले एउटा पैसाहरू पठाउने, गिफ्टहरू पठाउनेहरू के गरिरहनु भएको छ, यी कुराहरू अथवा बिचमा यो 15-18 महिनाको प्रोसेसिङ टाइममा कतिचोटि भेट्न जानुभयो अथवा अस्ट्रेलियामा भिजिटर भिजामा अप्लाई गर्नु भएको छ भनेदेखि त्यसको इभिडेन्सहरू आएर घुमेर फर्केको इभिडेन्सहरू हुनसक्छ भने अरू कुनै थर्ड कन्ट्रीहरू गएर घुमेको, यी कुराहरू चाहिँ तपाईँहरूले थप्दै जान सक्नुहुन्छ। मैले अर्को भिडियोमा पनि भनेको थिएँ, पार्टनर भिजाको केसमा मात्र होइन, प्राय भिजाहरू केसहरूमा के हुन्छ भन्दाखेरि तपाईँले पार्टनर भिजा अथवा त्यो भिजा अप्लाई गर्दाखेरिमा चाहिँ मिनिमम चाहिने डकुमेन्ट त राख्नै परिहाल्यो। त्यो राखेन भने कतिपय केसमा भिजै इन्भ्यालिड पनि हुन सक्ने डर हुन्छ। अब त्यो इन्भ्यालिड चाहिँ नहुने र बेसिक चाहिने डकुमेन्टहरू चाहिँ अपलोड गरिसक्नु भएको छ भने अब जब प्रोसेसिङको लागि क्यूमा बस्यो भने त्यसपछि तपाईँहरूले त्यसपछि आएका एभिडेन्सहरू थप्दै 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 जानुहुन्छ र मानौँ 15 महिनापछि तपाईँको केस अफिसरले त्यो फाइल खोलेर हेऱ्यो भनेदेखि त्यो बेलासम्म आएको सबै एभिडेन्सहरूलाई उसले कन्सिडर गर्छ। त्यसैले अरेन्ज म्यारेजको केसमा पनि सुरुमा तपाईँसँग धेरै एभिडेन्स हुँदैन, रिलेसनसिप पनि सर्ट हुन्छ, बिहा पनि क्विकली भएको हुन्छ, तर त्यसपछिको जुन प्रोसेसिङ पिरियड छ त्यो लङ प्रोसेसिङ पिरियड, पर्मानेन्ट भिजा केसमा यो 309-100 भन्छौँ हामी, पिआर अथवा सिटिजनले बिहा गरेर पार्टनरको अफसोरबाट अप्लाई गर्यो भने, अथवा अनसोर केसमा 820 र 801 हुन्छ। त्यो केसहरूमा चाहिँ तपाईँहरूले बिचमा बन्दै गएको अरू एभिडेन्सहरू थप्दै 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 गरेर इमेल अकाउन्टमा आफैले गर्नुभएको छ भने आफैले थप्दै जाँदा भयो, अथवा म्यारेज एजेन्ट अथवा लयरहरूले गरेका छ भने उनीहरूलाई डकुमेन्ट पठाइदिने र यो डकुमेन्टहरू इमेल अकाउन्टमा चाहिँ अपलोड गरेर मलाई अपलोड भएपछि खबर गर्नु भन्ने नि उनीहरूले कहिले बिर्सिन पनि सक्छन्। तपाईँले त्यो गर्नु भएर 2-4 दिनमा चाहिँ फलोअप गरेर मेरो त्यो अस्ति डकुमेन्ट कन्फर्मेसन आएन अपलोड गरेको भन्यो भने उनीहरूले त्यो हेरेर गरिदिन्छन्। त्यसैले त्यो गर्दै जानुभयो भनेदेखि फाइल खुल्ने बेलासम्म आएको सबै प्रमाणलाई चाहिँ एकमुष्ट हेर्छ केस अफिसरले र यी सबै कुराहरू हेर्दामा यिनीहरूको बिहा त अरेन्ज म्यारेजै हो तर रिलेसनसिप जेन्युन छ, अनगोइङ पनि छ भन्ने लागेपछि उनीहरूले पार्टनर भिजा ग्रान्ट गर्छ।